आज चाहिँ म बिहानको ड्युटी गाउँले ड्युटी गाउँलेमा हाम्रो दुधहरू भर्ने काम हुन्छ र म दुध हेर्नुहोस् लिएर निस्किसकेको छु। यो चाहिँ बाबाको गाई, बाबाले गाई पाल्नु भएको छ र त्यो गाईको दुध पुऱ्याउँदै र त्यो दुध पुऱ्याइसकेपछि र मेरो त्यहाँनिर एउटा ड्युटी छ बिहानको लगभग 1 घन्टा त्यो ड्युटी दुधको टेस्टिङ गर्नुपर्ने है, दुध टेस्ट गर्नुपर्ने, दुध टेस्ट गरेर त्यसमा त्यसको क्वालिटी हेर्ने है, कसैको दुध यदि अलिकति पातला आयो भने त्यसलाई फेरि रिक्वेस्ट गरेर भनेर भोलि त्यो अलिक राम्रो भन्ने मेरो बिहानको ड्युटी हो। र त्यो के कस्तो छ म तपाईँहरूलाई देखाउने छु। बाटो चाहिँ यस्तो छ, बाटो चाहिँ एकदम राम्रो छैन, घरदेखि यहाँ तलसम्म 200 मिटर पनि छैन होला, 200 मिटर सम्झौँ। बाटो एकदम खराब छ, बाटो बन्नु नै सकेको छैन यो बाटो अझैसम्म। सिटोङको सबैभन्दा पुरानो सडक हो, तर पुरानोको हालत सबैभन्दा खराब छ। यस्तो छ बाटो। एउटा फर्किसक्नु भयो त म चाहिँ भर्खर जाँदैछु। हुन्छ हस्। र अलिकति यहाँ आइपुग्दा अलिकति यहाँदेखि चाहिँ एउटा सडक नयाँ बनिसकेको छ उता, र यहाँ फर्किनु हुँदैछ। जाने फर्किने अलिअलि म देखाउने कोसिस गर्नेछु। र त्यसरी यहाँ आइपुगिसकेको छु। यहाँ तल भानु उद्यान, भानुभक्तको मूर्ति र यो मामलिङ हाई स्कुलको गर्ल्स हस्टेल बनिसकेको छ है। सडकको काम त हुँदैछ, तर अब यो कस्तो प्रकारले बनिसक्छ थाहा छैन। त्यस्तै यहाँ माथि एउटा हल पनि छ, तर अलपत्र यो 19 देखि बनिएको हल हो। 19 आउने 20 देखि सम्झौँ न, 3-4 वर्ष भयो यत्तिकै छ। यस्तो छ यहाँ तल मामलिङ हाई स्कुलको गेट देखाउँछु तपाईँलाई। हाम्रो रिपनको दोकान देख्दै गरेको तल चाहिँ मामलिङ हायर सेकेन्डरी स्कुल, देख्दै गरेको यहाँ तलको चाहिँ मामलिङ हायर सेकेन्डरी स्कुल, मामलिङ तोर्योक हायर सेकेन्डरी स्कुल हो यो। सरल देखाउँछु। यो माथिको सेन्ट इग्नेसियस प्राइमेरी स्कुल देखाउँदै जाँदैछु। सेन्ट इग्नेसियस प्राइमेरी स्कुल जाँदैछु। र यहाँबाट देखिँदै अर्को सडक चाहिँ हो उँभो कोइला कदम उँधो जोगीघाट जाने नयाँ सडक, जोगीघाट जाने नयाँ सडक। ड्राइभ स्लो स्कुल लेखेको थियो मैले लेखेको, बट यहाँ पल्लो गाउँ हाम्रो दाजु फर्किसकेछ। को छ पासिङ छ ल किन नआएको ऊ चाहिँ। र यस्तो प्रकारले म यहाँ पुगिसकेँ। यहाँ पर हजुर के कसो भयो यहाँ पुगिसकेको कस्तो साइडमा आएको र सुमन भाइ चाहिँ मङ्कुको लागि दुध प्लेट हाल्ने काम गर्दो रहेछ। यो चाहिँ हाम्रो गाउँले सेन्टर अस्ति हेरिसक्यो भिडियो। अब त 6:30मा आउनु पर्यो भनेको। अहिले छिटो आउनुहोस्। होइन 6 बजी आउनु 7:30 आइपुग्नु मान्छे हुँदैन नि त। 7:30 छ। बस्नु पनि गइसक्छ। 2 गाडीलाई त साह्रो पर्दैन। त्यो त के गर्नु जस्तो 2 हामी 2 गाडीलाई तपाईँलाई त भरि के हुँदैछ? भरि के हुँदै?
कसैले के भन्छ कसैले के दुईजनै आएर दिन्छ अच्छा त्यो छुर्पीहरू यसरी सेलमा जान्छ छुर्पी गर्नु हुँदैछ काकाले छुर्पी चेक गर्नु हुँदैछ र यो कति थप्यो भाइ यहाँ भर्खर घट्दैछ ए अघि कति भएको थियो 13,700 23,500 भयो भाइको एक दुईवटा दुध क्वालिटीको भन्दा चाहिँ उत्तम भाइ हेर्नु नि एकताल ल हेर बनाउने कोसिस गर्नु है क्या यो तिनवटा एउटा त बिचदेखि मुनि आएको छ नि त कति 2/2248 त्यो गरौँ न ल 2/2248 अरू राम्रै छ कति चल्यो भने 200 कति नम्बर 22 त्यो पनि ल्याउनु ल स्याम्पल थियो कि कति चल्यो 22 चेक गर्नु भने 3टा छ अरू राम्रै छ ओल्ड हेर्नुहोस् त अहिले अहिले फाइनल गरौँ न होइन नयाँ खप्नु पऱ्यो नि त ए यो तताउनु होइन त अलिक मन तातो लगाउनु एकछिन ल एक त देखाएको त्यहाँ बढेको ए हो यो घर खानाइदिनु यो तपाईँको फ्ल्याट है 3.7 यो चाहिँ डेन्सिटी मिटर र यो चाहिँ वाटर लेभल पानी लेभल चाहिँ 0 छ तपाईँले